आज हामी यात्राको क्रममा हामी यति रोल्पाको यति सुन्दर गाउँमा आएका छौँ कि प्राकृतिकले भरिपूर्ण हाम्रो हेर्न सक्नुहुन्छ। मेरो पछाडि छ जेलबाङ, प्राकृतिकले भरिपूर्ण मगर बस्ती भएको एकदम राम्रो बस्ती। जेलबाङको बाटो एकदम खतरा छ भन्ने सुनेका छौँ। कस्तो हुन्छ यात्रा क्रममा हुने एकदम च्यालेन्ज सबलाई हामी सामना गरेर हाम्रो यात्रा अगाडि बढाउने छौँ। हेलो हेर्नुहोस् साथीहरू, बाटो यस्तो छ, यस्तोमा यो टेम्पो आइरहेछ। टेम्पो हिँड्नै सकिरहेको छैन बिचरा। अब गुरुजी त राम्रै हो, तर यो बाटो हल्का भएन है। ल ल ल ल ल ल जोड लगाउनु पर्यो। ल ल ल ल ल चढ्यो 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 चढ्यो। हेर्नुहोस् त ऊ ढुङ्गा कसरी फालिरह। सयो सयो सयो, गयो 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 गयो। हामी जानुपर्ने त्यो ठाउँ हो। हामी अब यसरी घुमेर जानुपर्छ। यो टेम्पोले कसरी भ्याउने हो। टेम्पोको यहाँ सब छोइसक्यो। यो बाटो हेर्ने बेला यहाँदेखि सजिलो होला, तर आफ्नो आँखाले हेर्दाखेरि लास्टै गाह्रो छ। त्यही हो, बिस्तारै अब गइन्छ हामी। यस्तो छ है गाइज, बाटो यस्तो छ। टेम्पो हो, उकालै उकालो छ, कसरी जाने हो, गाह्रो भइरहेछ। लकसक पुग्नु पर्ने हो। बाटोमा यो टेम्पो ल्याउने कसैको आँट छ, हामीले ल्याउँछौँ यो यस्तो बाटोमा। यो ठाउँको नाम के अरे? कोरबाङ जाने बाटो है। यस्तो बवाल छ कि एडभेन्चर हो, एडभेन्चर। यत्तिको चाहिँ रमाइलो गर्नु पर्यो है। बाटो यस्तो छ कि यस्तो छ कि यस्तो छ कि यस्तो बाटोमा टेम्पो ल्याउने कसले आँट गर्छ? हामीले गर्छौँ। अनि दामी छ नि ट्यागको। अब यसरी हेऱ्यो भने जेलबाङ त यसको मुनि यो चाहिँ जेलबाङ हो है। बाटो यस्तो छ है। आमाफुले यस्तो बवाल छ कि बाटोमा मलाई यहाँ तल डर पनि लागिसक्यो होइन। यहाँ तल हेर्ने भने मान्छे तल त यस्तो खाल्टो छ कि यस्तो खाल्टो छ कि सिधै मान्छेको हड्डी सड्डी मात्र भेटिन्छ। यो चाहिँ हामी जानुपर्ने यता हो टक्क। यो बाटो अब धेरै छैन, तर बाटो एकदम डेन्जर छ, बिस्तारै जानुपर्छ। यो चाहिँ कोरबाङ दाइ, कोरबाङ होइन। अनि हामी आयौँ केमा? सक नखानु होला है तपाईँहरू, टेम्पोमा। त्यही पनि कहाँदेखि अब त्यो त भन्नै पर्दैन नि होइन। बाटो यस्तै छ, बाटो बवाल छ, एकदम डेन्जर छ है बाटो चाहिँ। यिनीहरू गाउँको नाम चाहिँ थाहा छैन मलाई। बवालै छ, लभली छ। कहिले कसै एडभेन्चर पनि गर्नुपर्छ। त्यही त हो नि जिन्दगी भने, के छ र होइन र। पनि धेरै त छैन, अब यति नजिक हो। तर दाइ आफ्नो गाउँ आउन पाउँदा कतिको खुसी लाग्छ। ठिकै दामी। कहिले कसो फुले तिमीहरू सक खाने होइन नि फेरि टेम्पोमा आएको छ भनेर बब्बाल रमाइलो भएको छ। एडभेन्चर हो, एडभेन्चर। यो टेम्पो अहिले रोल्पाको जुनसुकै कुनामा पनि जान्छ। यहाँसम्म आउनलाई हामीलाई एकदम साथ सपोर्ट गरेको भनेको यही टेम्पो है। तर बब्बाल छ। हामीसँग के छैन यो टेम्पोमा, सब छ हामीसँग डिजे सिजे, तर यो सब फोहोर भएको छ। त्यसलाई इग्नोर हानौँ है। त्यो चाहिँ बिजुली पानी भइहाल्यो। यो चाहिँ हाम्रो साउन्ड बक्स। ट्यागको नेपालको झन्डा त भइहाल्यो कि दाइ। कस्तो छ? बवाल छ नि हाम्रो अनि हाम्रोमा हुनार मलाई योलाई चलाएर ल्याउने आँट चाहिँ हुनुपर्छ है। योलाई ट्यागको बवालै हो।
त्यहाँको कसैले सोच्न पनि सकेको थिएन होला यार। जिन्दगी भनेको यही त हो नि, एडभेन्चर होइन र। हामी तिमीहरूले पढा छैन होला है, हामी त्यो तलको बाटो देखेर चाहिँ नि त्यहाँदेखि माथि आयो हो, वहाँ उता जेलमाङ घुम्यो। तिमीहरू हेर न, तिमीहरूलाई यो हेर्दाखेरि यो सामान्य मानिरहेछ भिड यो क्यामेराले, तर रियल यहाँ मान्छेले हेर्न सक्दैन कि, साइकको हुन्छ यो मान्छे। त्यही हो हामी जानुपर्ने अब धेरै टाढा छैन, त्यति हो। यति पनि जोडकै छ बाटो, अब यस्तै त हो बाटो, अब बिस्तारै विकास हुन्छ भन्ने आशा गर्छौँ। त्यही हो यही हो, यस्तो बवाल छ है बाटो। ट्याक्क टेम्पो चाहिँ नलिउनु पर्ने हो, तर हामी एडभेन्चर गर्न आएको है। बवालै छ बाटो चाहिँ, यो हेर्ने बेला तपाईँहरूलाई अर्का हो देखिरहेछ, तर यो यस्तो ओह्रालो छ कि यहाँमा वान मिस्टेक गेम फिनिस। त्यही त हो जिन्दगी भने, बिस्तारै दाइ है, दाइबाट बिस्तारै। जिन्दगी लामो छ, अझै केही गर्नु छ यार। त्यहाँ अब यस्तै टर्निङ आउँछ कि ल, अब चाहिँ त्यति गाह्रो छैन, रमाइलो गर्नु पऱ्यो नि जिन्दगीमा। टेम्पो नलिउनु पर्ने हो, टेम्पो ल्याउने बाटो नै होइन, तर यसो ल्याइदिइहालौँ न होइन दाइ, हो कि नै दाइ? ट्याक्क अब धेरै छैन, ट्याक्क हामी आज के गर्छौँ ट्याक्क देखाउँछौँ नि। त्यही त हो, दाइको घर आइसक्यो, आउनुपर्ने त दाइको घर हो। ल हामी आउनुपर्ने डेस्टिनेसनमा आइपुग्यौँ। अब हामी के गर्छौँ बिस्तारै ब्लगहरू हेर न है। लभली छ केटा हो, कसमको कुर्तामा हान्छ है माचिस। ओए भोटियो क्या माच भोँ गरेर चाहिँ टोक्छ केटा हो। हामी कहाँ छौँ भन्दाखेरि तिमी सरप्राइज हुनसक्छौ है। हामी छौँ अहिलेको त्यो मिन्चु फिल्मको सुटिङ भएको ठाउँमा। लभली हेर त, यही हो बब्बाल छ, यही हो ठाउँ। डाँडामा बबाल हावा लागिरहेको छ, त्यही हो केटा हो। अब तिमीलाई म गाउँ घुमाउँछु, गाउँ रोक है। आँखामा के पर्छ, बब्बाल छैन होइन, गाउँघर यस्तै हो, बबालै हुन्छ। ट्याक्क माचिस बबालै छ, लभली भ्यू आएर चाहिँ फ्याक गाउँ तुरु भइरहेछ है। लभली मा भोटे हो, मा टोक्न पनि सक्छ नि। ओ हेर न मा भोलि कला त कलै हो कि, नेपालीहरूसँग कला त छ कि यार। ट्याक्क आफ्नो होइन देउटा सेउटा पुज्छन् यतातिर, ट्याक्क कला त कला हो होइन दाइ? हाम्रो छ यार बब्बालाई नै छ है गाइज। हाम्रो ट्याक्क डाँडामा बसेको छ, यो पनि ट्याक्क बब्बाल छ है। यो चाहिँ कोरबाङको स्कुल है, बब्बाल छ। अनि हाम्रो ट्याक्क अनि दामी छ है ट्याक्कै। ट्याक्क भलिबल खेलिरहेछन्, यस्तै छ है। ल केटा हो, दिनको सुरुवात भइसक्यो। आज हामी आएको 2 दिन भइसक्यो। आज हामी के गर्छौँ ट्याक्क हेर्नुपर्छ, त्यही हो। म तिमीलाई के देखाउँछु भन्दाखेरि गाउँको अर्ग्यानिक लोकलमा मलाई हेर न, भोटेमा कस्तो छ त। अनिमा यसले टोक्यो भने के होला, त्यही हो। ल हेर्दै गर, म ट्याक्क अब जानुपर्ने हुन्छ। म तिमीहरूलाई देखाउँछु म के गर्छु आज है। म भन्दा पनि हामी के गर्छौँ। ओके गर्ने रेलाई गाड्ने तिमी यता हेर
टाउकोडीको जुगाले खाएर यहाँ झरेको छ यार यसलाई थाहा छैन एउटा यो अर्गानिक जुगा हो यो अब यस्तो खतरनाक हुन्छ कि यसलाई हामी मार्छौँ अब यसलाई झोस्दियो यसलाई कोइलाले झोस्दियो मार्दियो यिनीहरूलाई कोइलाले मार्छौँ होइन कृपा यसलाई के गर्ने रे कृपा हामीले यसलाई के गर्ने रे यसलाई ठुलो छ यसलाई मार्ने होइन तिम्रो नाम के रे तिम्रो नाम के चाहिँ विनिता तिम्रो नाम के रे कृपा तिम्रो नाम विसन तिनीर त के हो लाज माने त यार होइन कृपा बरु लाज मान्दैनौ नि हो कि नै हो लाज मान्छन् तिनीले आज हाम्रो कार्यक्रम भइरहेछ तिम्रो नाम के रे खाइरह के खाइरह भन त चिची पापा नि पापा यहाँ छ चिची खै चिची देखाइदियो ल चिची पापा नि खाऊ है हस् घुम्नु पर्छ नि मामा बन्नुहुन्छ मैले दिदी गरेर उनीहरू दिदीले यही 2 बोरा खाइगयो गाउँ अर्गानिक के रे यो यसको नाम पलम नि बहिनी भाइहरूले टिपिरहेको छन् मजाले खानुपर्छ ल तिम्रो मैले खाने है हस् भन न हस् दामी ल खै देखाउ त ल है राख खानुपर्छ यिनीहरूले बब्बाल टिपिरहेको छन् हेरौँ कसरी खाने रे यस्तरी खाने होइन मिठो छ मलाई दिन्ने हो भयो पर्दैन खाऊ तिमी खाऊ ज्ञानी बच्चा बसमै तिम्रो अर्गानिक खै मलाई दिउ न एउटा उयो दिउ न यो खान्छु म यो हातमा उचालेको यो है ल यसलाई खानुपर्छ अब खाएँ मैले पनि दामी छ खै देखाइदिनु न खाएर देखाइदियो यहाँ खाएर देखाइदियो खाऊ तिमीले पनि खाएर देखाइदियो मिठा अनि यस्तो गरिदिउ न थम्सअप गरिदिउँ मिठा होइन सबलाई हेलो भनिदिउ न यता हाई भनिदियो यता यो क्यामेरामा हेरेर हाई भनिदिउ हाई गरिदिउ न यस्तो हाई गर मिठो छ नि मिठो छ हामीलाई घर लग्नको लागि टिप्दिरहेको छिन् बहिनीहरूले कस्तो छ रे हाम्रो पलम मिठो छ यस्तै छ है यो प्लम खान मन छ भने यसै साँझ ट्याक्क मेरो घर कोठामा आउने होइन हो कि नै भन्थ्यो यसको नाम के रे डाङ्कुल्या ल बहिनीहरूले पलम टिप्दियो हामीलाई ट्याक्क होइन देखाइदियो पलम ल जाऊँ अब घर जाऊँ
कति छ हाम्रो पलम खै देखाइदियो हाम्रो यति टेप्यौँ यो कहाँ लख्ने अरे लिबाङ अनि ल साँझ आउने टक्क खान मन छ भने आज फेरि हामी घर लखनऊको लागि काफल टिप्न जाँदैछौँ अर्ग्यानिक झोला ट्याक्क दाइ होइन पलम खाँदैछ दाइले ल त्यहाँ आज चाहिँ अब त्यही हो काफल टिप्न गइन्छ मजाले काफल टिपिन्छ साँझ त्यहाँ साँझ लक्ष्य साँझ पुग्छौँ दाइ हामी साँझ पुग्छौँ साँझ राति जो हाम्रो घरमा आउँछ त्यसले काफल अनि त्यसको नाम के भन्छ अरे पलम होइन त्यो चाहिँ खान पाउँछ है हामी अब यहाँ काफल टन्नै पाइन्छ भन्ने सुनेको छौँ टन्नै पाइन्छ नि दाइ टन्नै पाइन्छ ल त्यही हो काफल टन्नै पाइन्छ काफल बबाल टिप्छौँ हामी आज त्यही त हो नि ल काफल कस्तो पाइन्छ म देखाउँछु नि है सबसे बबाल भिड है यो चाहिँ सबसे बबाल भिड हो त्यसलाई अब कसरी काट्छौँ अब हामी हेर्नुपर्ने हुन्छ बबाल छ त्यो छ अब हेर है टेम्पो कसरी चढ्छ टेम्पो चढेन यार यस्तै छ फुल यो पछाडि बबाल भ्यू देखिरह होला नि भिरै भिरो तल है यो टेम्पो चढेन फुले हल्का ब्याग लगेर लिएन चढ्छ हो देख्नुभयो ब्याग आयो शेर टेम्पो चढेन यसले दुःख देला जस्तो माने अनि यो धेरै उ छ क्या यो अस्ति कस्तै लग्या जस्तो अस्ति पनि ल्याएनस् र अघि नै झ्याप्प चट्यो कि नि बरु छ्या रौडा भयो त अब यस्तो छ फेरि माथि एउटा के भन्छ यार यो ढुङ्गा खस्यो भने सक्यो के गर्नुपर्छ यस्तो छ हालत अब हल्का बिस्तारै तल छुन लगाइसक्यो है माथि छुन लगाइसक्यो दाइ माथि हल्का अघि आउनु पर्ने हुन्छ यस्तो सकिन्न जा ल फाइनली है केटा हो यस्तो भइहाल्छ यस्तो भयो ल फाइनली कट्यो अब त्यो दुईटा सामान दिउँ त्यसपछि बाटो कस्तो अब यार टेम्पो नहिँड्ने बाटोमा टेम्पो हिँडालेर कहाँबाट हुन्छ त यार अघि काफल खान जान्छु भन्दै थिएँ तर काफल पाएन होइन दाइ हल्का एनर्जी खानै पर्यो त्यसपछि अब त्यो काफल खाइन्छ एकछिन अनि त्यसपछि अब काफल ल्याउन त सकिन्न होला सायद तिमीहरूलाई देखाइदिन्छु काफल यतातिर काफल कति छ भनेर हेर न रुखभरिमा फुले देख त बब्बाल छ यार पोलिथिन छ र दाइ पोलिथिनमा लगिदिउँ न नभए कसैले आश गर्छन् दामी है ल हामी काफल टिपेर लगिदिन्छौँ होला पोलिथिन छैन नि पोलिथिन छैन यार सरी ल है काफल जम्मा यति है गाइज ल होइन खाल्दा यति हो काफल अब हामी निस्किन्छौँ होला
यहाँ सब सामान प्याकअप छ। यसमा यहाँ जेलबाङ छ होइन। ल अब हामी लाग्छौँ। त्यही त हो, अस्ति यहाँ हाम्रो यो टेम्पो फसेको थियो। अब टेम्पो हेरौँ कस्तै ल्याउँछ। ल आइज दाइ, हल्का तल बिस्तारै बिस्तारै आइज अझै तल के छ हट्टेरी। हो माथि अब माथि आइज सिधा। हट्टेरी ड्राइभरले भन्यो माथि सिधा अब। ल भयो बास। यही अस्ति यही ठाउँले हल्का ऱ्याग हान्ने थियो। आज गुरुजी ट्रिपमा हो क्या हो। लकडा हो यो जेलबाङको स्कुल। जेलबाङ होस् बरु खोला जाममा नि। ड्राइभरमा माइलो मोटर चलाउँदै त्यही हो ट्याकको। ल अब ल लक्सक हामी अब यो जेलबाङ अनि त्यसपछि कोरबाङ सबै ठाउँ माथि के अरे यो गाउँको नाम दाइ खिबाङ सबै लक्सक हामी अब ताताबाई गर्दै आजको यात्रा अझै अघि बढ्छ हाम्रो। सुलिचोर लक्सक सुलिचोर होइन दाइ। ल भिरै भिड छ यार। त्यस्तै छ दाइ। कस्तो लागिरहेको छ त अनि बब्बाल दामी भयो आज। त्यही हो त्यो दामी भयो। तर यस्तो कुराहरू नभनौँ ल। सियु अब जानुपर्ने अलि टाढा हो। ट्याकको कहाँ हो हामी यहाँ ट्याकको एकछिन हल्का रेस्ट टाइम है। यो यही हो यहाँबाट तपाईँको खिबाङ रुलुबाङ माचिबाङ कोरबाङ जेलबाङ जाने मेन गेट भनेको यही हो। यसको माथि अब हाम्रो सिरीको घर छ। त्यही हो।